वेलकम गाइस, वेलकम सबैजनालाई। नमस्कार छ, स्वागत छ। म चाहिँ अहिले इलामको श्री अन्तु भन्ने ठाउँमा छु। यहाँको भिडियो बनाउँदैछु। हेरेर यसो च्यानललाई पनि सब्स्क्राइब, लाइक, कमेन्ट गरिदिनु होला। यो इलामको श्री अन्तु भन्ने ठाउँ चाहिँ यस्तो छ साथीहरु। देख्न सक्नुहुन्छ एकदम रमाइलो, घुम्न आउनको लागि पनि एकदम रमाइलो ठाउँ छ। सीनहरु देख्न सक्नुहुन्छ है। यस्तो राम्रो छ। पोखरी रहेछ यहाँनेर, यता कटेजहरु छन् है। अनि यतापटि पनि देख्न सक्नुहुन्छ। हाम्रो यता अन्तु कटेज भनेर चाहिँ यहाँनेर यस्तो छ है। अन्तु कटेजमा देख्न सक्नुहुन्छ। मैले भिडियो गरेको पनि देखिँदैछ। यस्तो दामी दामी कटेज देख्नुभयो नि, एकदम राम्रो छ। घुम्न आउनको लागि पनि एकदम फाइनलले यता चियाबारी पनि रहेछ यता साइडमा। चियाबारी पनि देख्न सक्नुहुन्छ है। कस्तो दामी छ है। यस्तो डाँडो देखिन्छ है। माथि फोटोहरु खिच्नको लागि पनि एकदम उपयुक्त ठाउँ छ। राम्रो छ के है सबैजनालाई। यहाँनेर जस्तो छ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा लेखा छ। यस्तो देख्न सक्नुहुन्छ सीन है। कस्तो राम्रो छ। थोरै जुम गर्छु। यहाँ देख्नुभयो कटेजहरु यस्तो यस्तो दामी दामी छ। यही है साथीहरु घुम्न आउने ठाउँ चाहिँ। चट्ट अब घुम्न आउन मन लाग्यो, मोड फ्रेस गर्न मन लाग्यो भने चट्ट इलामको श्री अन्तुलाई सम्झिनु होला। चट्ट यस्तो राम्रो ठाउँ छ। फुलहरु यस्तो रोप्नु भएको छ है। चाहिँ अन्तु कटेज हो यो अन्तु कटेज भनेर ट्याक्क चाहिँ गुगलमा सर्च गर्दा नि आउँछ। यस्तो राम्रो छ। गेस्टहरु है, घुम्न आउने साथीहरु पर हुनुहुन्छ। पर पनि हिँड्दै हुनुहुन्छ। जुम गर्छु अलिकति। यस्तो राम्रो छ। यहाँ बोटहरु पनि खेल्न मिल्छ। रमाइलो ठाउँ छ। आउनु भएको छैन नि यो भिडियोबाट पनि यसो मनोरञ्जन लिन्छ। माथि अब कटेज छ डाँडामा। अलिकति माथि छ त्यो तानहरुमा जुम गर्छु अलिकति। माथि नै छ यहाँ सुटिङ भएको ठाउँ अरे पहिले। चियाबारीहरु छ एकदम राम्रो ठाउँ। ल हेरेर यसो सपोर्ट गरिदिनु होला सम्पूर्ण साथीहरुलाई। एकदमै